सो व्हाट्स अप एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु। एन्ड आज के सम्बन्धी भिडियो हो भने तपाईँहरूले टाइटल र थम्बनेलहरू थाहा पाइसक्नु भयो होला। सो अहिले चाहिँ पसल जाँदैछु म, सबैजनालाई पसलको लोकेसन पनि देखाइदिन्छु। हाम्रो भाइरल ड्याडीको लोकेसन देखाइदिन्छु म, होइन कहाँ छ हाम्रो पसल चाहिँ भनेर। सो भिडियोलाई अन्तिमसम्म हेर्नु होला, माया देखाइदिनु होला, सब्सक्राइब गरिदिनु होला सबैजनाले। 20K सब्सक्राइबर फ्यामिली हामी चाँडै पुग्दैछौँ। सो सबैजनाले सब्सक्राइबर गरिदिनु होला, होइन। त्यही हो, अघिसम्म पानी परिरहेको थियो, अहिले पुरै निलो छ धेरै आकाश त। अहिले भर्खरैसम्म पानी परिरहेको थियो कि। सो फर्स्ट सुरुमा हामी पसल जाउँ, तपाईँहरूलाई म लोकेसन पनि देखाउँछु। अनि तपाईँहरूलाई चाहिँ केही सामानहरू चाहिन्छ भने आउन सक्नुहुन्छ है। मैले टिकटकमा पनि हालेको थिएँ हाम्रो पसलमा के पाइन्छ भनेर। अनि स्कर्टहरू चाहिँ धेरैजनाले मन पराइदिनु भएको थियो। स्कर्टहरू पनि छ, जेन्ट्सको लागि पनि छ, लेडिजको लागि पनि छ। आउनु होला, होइन, भिजिट गरेर छानी लैजानु होला। भिडियो हेरेर आउनुभयो भने डिस्काउन्ट पनि पाउनुहुन्छ है सबैजनाले, त्यही भएर। सो हाम्रो पसल चाहिँ ठमेलमा हो है। इफ हजुरहरूलाई थाहा छैन भने हाम्रो पसल चाहिँ ठमेलमा हो। अहिले म ठ्याक्क धोबी चौरमा छु, तपाईँहरूलाई म देखाउँछु लोकेसन। छेत्रपाटी चोक सर्च गर्नु होला, छेत्रपाटी चोक आउँछ। अनि त्यहाँदेखिको म लोकेसन मजाले दिन्छु, होइन। अनि कि त म्यापमा पनि हजुरहरूले एसएस ह्यान्डिक्राफ्ट नेपाल भनेर सर्च गर्नुभयो भने नि आउँछ है। म तल लेखिदिन्छु पनि। सो अगाडि तपाईँहरूले देखिरहनु भएको चोक चाहिँ छेत्रपाटी चोक हो है। यो छेत्रपाटी चोक हो। यहाँसम्म म्याक्सिमम् मान्छेहरूलाई सबैलाई थाहा भएकै हुन्छ यो ठाउँ। अनि यहाँ एउटा पिपलको बोट छ, यो ठुलो पिपलको बोटबाट हामी ठमेलतिर जान्छौँ। अनि यहाँबाट सिधा बाटै नछोडिकन सिधै जाने हो, मस्त। सो हामी सबैभन्दा एन्डसम्म आउँछौँ। एन्डसम्म आएपछि लेफ्ट साइडमा गयो भने चाहिँ हाम्रो नर्सिङ चोक जान्छ, एलओडीतिर जान्छ, होइन। अनि राइट साइडतिर जान्छौँ हामी चाहिँ। राइट साइडमा गएपछि अब 100 मिटर जति अगाडि ठ्याक्क हाम्रो पसल चाहिँ यहीँ हो। ल ड्याडी यहीँ हुनुहुँदो रहेछ, होइन। सो हाम्रो पसल चाहिँ यही हो। सो सबैजनाले मन पराइदिनु भएको स्कर्ट चाहिँ एउटा यो भयो, अनि यो भयो है। यो स्कर्ट चाहिँ एकदम धेरै मान्छेले मन पराइदिनु भएको थियो। अरू पनि टन्नै छ डिजाइनहरू, ज्याकेटहरू पनि छ, आउनु होला, होइन। लेडिजको लागि पनि टन्नै आइटम छ, जेन्ट्सको लागि पनि एकदमै धेरै आइटम छ। अनि हाम्रो एङ्ग्री ड्याड हुनुहुन्छ। हेलो एङ्ग्री ड्याड, एङ्ग्री ड्याड। तपाईँ मसँग रिसाउनु त भएको छैन। अराको काम गर्दैन नि, रिसा छैन। होइन, तपाईँलाई खाजा ल्याउनै ढिला भयो कि। मलाई खाजा ल्याउन भने चाहिँ अनि दिनै बिताउनु पर्छ। होइन, अलिकति ढिला भयो। म भात खाएँ, सिलिमर हिँडेँ, अनि मलाई अहिले खाजा ल्याउन हतार भइसक्यो। अलिकति ढिला भयो ड्याडी। अनि जतिखेर भोगलाई चाहिँ त्यतिखेर गर्दै आएको हुन्थ्यो। भोक लाग्यो नि तपाईँलाई? कहाँ भोग लाग्छ अहिले? ल खा, अलिकति घटे छैन। घटे छैन? कहाँ घट्छ? अहिले खाएको हो, बिहान खाएको हेर्नु त कति बेर भइसक्यो। सो हाम्रो ड्याडी चाहिँ यहीँ हुनुहुन्छ। सबैजनाले चिन्नु नै हुन्छ होला, होइन। मलाई नचिने पनि हाम्रो ड्याडीले चिन्नुहुन्छ। सो यस्तोवाला स्कर्ट पनि दामी छ है, यो स्कर्ट पनि बवाल छ। सो त्यही गाइस, आजको लागि यति नै। मैले यसो आज लोकेसनको भिडियो बनाऊँ भनेर मात्र भिडियो बनाएको थिएँ। अब ड्याडीसँग फेरि भिडियो छुट्टै आउँछ फेरि, होइन। सो सबैजनाले सपोर्ट गरिदिनु होला, माया देखाइदिनु होला। यति भन्दै आजको भिडियो यहीँ एन्ड गरौँ। ड्याडी बाई भनिदिनु दाजु, बाई भनिदिनु, बाई बाई। हराएको काम मान्दैन, बाई बाई के को बाई? यस्तो काम गर्न अनि बाई भनिहाल्छु नि म। ल बाई। ल।